मलाई आज हुन त मलाई धेरै कुरा बोल्नु भएको छ, त्यसलाई मैले थोरै समराइज गर्दाखेरि दुईवटा कुरा चाहिँ अलिक जरुरी जस्तो लाग्यो। जुन सुकुन्दाको कुराहरूमा त हामी प्रायः सुकुन्दा बाल्छौँ होइन, तर त्यसको खासै महत्त्व हामीलाई थाहा थिएन। उहाँले जुन प्रकाश पारिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। एक त्यो भयो। अनि अर्को कुरा सरस्वतीको महिमा बारे उहाँले विस्तृत रूपमा भन्नुभएको छ। त्यो पनि आज सरस्वतीको पूजा दिन सरस्वतीको महिमाबारे हामीले जानकारी पाउनु चाहिँ हाम्रो अहोभाग्य जस्तो लाग्छ। त्यही भएर हामी सबैले उहाँलाई एकचोटि जोरदार तालीले धन्यवाद दिउँ। अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु म। समय गतिशील छ तर लेखिएका अक्षरहरू अझ र अमर रहन्छन्। आजको यस कार्यले आगामी पुस्तालाई मैती देवीको जरासम्म जोड्नेछ। अब म यस पुस्तक विमोचन कार्यक्रमका सभापति श्री दानबहादुर कार्कीज्यूलाई धन्यवाद सँगसँगै कार्यक्रमको अन्त्य भएको जानकारी गराइदिन हार्दिक अनुरोध गर्दछु र सँगसँगै यस कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभएकोमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै चियापान र पुस्तक अवलोकनको लागि हार्दिक अनुरोध गरेँ र यो औपचारिक सत्र समापन भएको घोषणा पनि गर्दछु। मैती देवी माताले हामी सबैको कल्याण गरौँ। जय मैती देवी मा। धन्यवाद। धन्यवाद सरलाई। नमस्कार। आज सरस्वती पूजाको पुण्य दिनमा मैत्री माताको सम्बन्धमा प्रकाशित पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण व्यक्तित्व, संस्कृतिविद लगायत सबैलाई चाहिँ म वडा नम्बर 30 को तर्फबाट शालीन अभिवादन टक्राउँदछु। मैती देवीको बारेमा विभिन्न विद्वान, विभिन्न वक्ता, विभिन्न मानिसहरूले प्रश्न पारिसक्नुभयो। हामी दुई तिनवटा कुराहरूले मात्र हामी मैती देवीलाई बुझाउँदछौँ। कसैले अष्टमातृका भन्थे, कसैले मैतीमा अजिमा भन्थे, कसैले मैती देवी भन्थे। तर संस्कृतिविदज्यूले जुन व्याख्या गर्नुभयो धेरै रहेछन्। अब अष्टमातृका भन्दाखेरि संस्कृतिविदज्यूले 8वटा 9वटा त्यस विषयमा व्याख्या गर्नुभयो। धेरै कुरा सुन्न पाइयो। वडा अध्यक्ष भएको र त्यस प्रबन्ध समितिको पनि अध्यक्ष भएको कारणले मैदेवीमा बेला बेलामा चाडपर्वहरूमा त्यहाँ आउँदा पत्रकारहरूले सोध्दछन्, भक्तजनहरूले सोध्दछन्। मैदेवीको बारेमा सोद्धाखेरि चाहिँ हामीलाई केही कुरा थाहा नहुने अनि त्यहाँ टोलमा बसेका बुढापाकाहरूसँग कुरा गर्दाखेरि उहाँहरूले बताएको कथाको बारेमा कथा हामी सुनाउँथ्यौँ। आज यो पुस्तक प्रकाशित भएर यस सम्बन्धमा यो पढ्नुभन्दा पहिल्यै विभिन्न विद्वान व्यक्तिहरूबाट मैदेवी माताको बारेमा चाहिँ जानकारी पाउँदा अब त्यहाँ हामीलाई व्याख्या गर्न सजिलो हुन्छ पत्रकारहरूलाई मैदेवीको बारेमा। र अहिले चाहिँ के भएको छ भने मैती देवी माता चाहिँ केही वर्ष पहिलासम्म चाहिँ काठमाडौँ भ्यालीका केही जिल्लाहरूले मात्रै थाहा पाएको ठाउँ हुन्थ्यो र त्यो प्रायः यो कुरा चाहिँ थाहा पनि हुँदैन। के अरे अहिले यो चाहिँ ज्ञानकुण्डको बारेमा चाहिँ विद्वान संस्कृतिविदले राख्नुभयो। त्यति बेला चाहिँ काठमाडौँको चाहिँ वरिपरि करिब 8वटा जिल्लाका मानिसहरू चाहिँ बच्चालाई चाहिँ सुके नासको रोग लाग्यो भने ज्ञानकुण्डमा नुहाउने, त्यो लगाएको लुगा फुगालेर पिपल्लो बोटमा चढाउने, त्यसपछि आनन्द भैरवको दर्शन गरेर पठाएपछि बच्चा ठिक हुन्छ भन्ने कथनअनुसार त्यो काम गर्थ्यो। त्यो चाहिँ शनिबार र मङ्गलबार विशेष भिड लाग्थ्यो। आज यो आधुनिक युगमा चाहिँ त्यो घटेर शनिबार र मङ्गलबार चाहिँ 2-4जना मान्छे मात्र त्यो दर्शन र त्यो नुहाउनलाई आउनुहुन्छ। त्यस्तै मैदेवी माताको बारेमा चाहिँ अब यो केही वर्षदेखि हामी मैदेवीमा दसैँ तिहार छठ पर्वमा चाहिँ विशेष कार्यक्रमहरू अवलम्बन गर्न थालेपछि विश्वले मैदेवी माताको बारेमा जानकारी पायो र आजकल मित्र राष्ट्रहरूबाट आएका हिन्दू धर्मावलम्बीहरूले पशुपतिनाथ गुजेश्वरी मैयाको दर्शन गरिसकेपछि त्यो गाडीबाट फर्किँदाखेरि मैती देवी भएर मैदेवीको पनि दर्शन गरेर जान थालेका छन्। यस कारणले अब मैदेवी चाहिँ यति प्रख्यात भयो कि अब विद्वानहरूले भनेको कुरा जस्तै धेरैले हामी चाहिँ अर्कै किसिमले बुझौँला। वास्तविकता सांस्कृतिक र धर्म कर्मको विषयमा संस्कृतिविदले बताइसक्नुभयो र मैदेवीलाई चाहिँ धेरै कुराको अप्ठ्यारो थियो। मैदेवी विकास क्षेत्र 2041 सालदेखि 57-60 सालसम्म
मोहनबहादुर श्रेष्ठ र उहाँको टिममा त्यहाँ चाहिँ नि हाम्रो के अरे मिश्र दिदी हुनुहुन्थ्यो, भीरबहादुर थापा पनि हुनुहुन्थ्यो, मोहनजीहरू वडासीहरू बसेर धेरै कार्यक्रमहरू गर्नु खोज्दाखेरि धेरै बाधा विघ्नहरू आएर कैयौँ मुद्दा पऱ्यो, कति मुद्दा हामीले झेल्नु पऱ्यो। अब त्यसको पश्चात चाहिँ मैतीमा पहिला थाहा पाउने बुढापाकाहरूले भन्छन् पश्चिमतिर 2टा पार्टी, दक्षिणतिर एउटा पार्टी, पूर्वतिर एउटा पार्टी थियो। ती सबै मासेर गए, पश्चिमतिर ठुल्ठुला घर बने। अब अहिले हामीले चाहिँ मैतीमा चाहिँ करिब 7वटा चाहिँ हामी के अरे फल्चा पार्टीहरू निर्माण भइरहेका छन् र मैदेवी मन्दिरको क्षेत्रलाई चाहिँ हामी सम्पदा क्षेत्र घोषित गर्दैछौँ। काठमाडौँ महानगरपालिकाले 2074 सालपछि यो सम्पदा क्षेत्रहरू संरक्षण गर्ने, मठ मन्दिर जग्गा जमिनहरूको संरक्षण गर्ने अधिकार चाहिँ काठमाडौँ महानगरपालिकाले पाएको हुनाले अब काठमाडौँको सबै मठ मन्दिरहरू चाहिँ काठमाडौँ महानगरपालिका सम्पदा विभाग अन्तर्गत सञ्चालित हुन्छन्। त्यसको लागि बजेट पनि उपलब्ध हुन्छ, त्यसको संरक्षण पनि गरिन्छ, त्यसलाई गर्नुपर्ने पुनरुत्थान र त्यसको निर्माण कार्यमा के कति गर्नु सहित ती कुराहरू चाहिँ काठमाडौँ महानगरपालिकाबाट हुँदैछ। अहिले पनि मैदेवी वास्तवमा हेर्दा साँच्चै सम्पदा क्षेत्रमा परिणत हुँदैछ। केही महिनापछि मैदेवी रूपमा पूर्ण रूपमा सम्पदा क्षेत्रमा परिणत हुनेछ। त्यस्तै हामी ज्ञानेश्वर क्षेत्रलाई पनि हामी यही सम्पदा क्षेत्रमा गाड्दैछौँ। हाम्रो वडामा तपाईँको 37वटा मन्दिर छ। त्यसमा प्रमुख मन्दिर भनेको मैथिली माता, उमामहेश्वर, पारसनाथ ज्ञानेश्वर, आनन्द भैरव, ज्ञान विनायक मन्दिर ज्ञानेश्वर, अनि रामचन्द्र मन्दिर दिल्ली बजार, केदारेश्वर महादेव धोबिधारा। हामीहरूका केदारेश्वर महादेव भनेको मन्दिर छ, जुन मन्दिरको नेपाल अधिराज्यमा नभएको किसिमको चाहिँ शिवलिङ्ग छ, जो सेतो शिवलिङ्ग छ, दुध जस्तो। हाम्रो धोबिधारा कुदनसोटक एरियामा पर्दछ। त्यो केदारेश्वर मन्दिरको पनि जीर्णोद्धार भइरहेको छ। अहिले हामी मैतीको त गरिरहेको छ। भैरवथानमा पनि अहिले तपाईँको 2टा भैरव मन्दिरको पूर्ण निर्माण जीर्णोद्धार गर्ने काम भइसक्यो। संस्कृति हल भजन घर तयार भइसक्यो। अहिले त्यहाँदेखि धाराको ज्ञानकुण्डहरूको चाहिँ मर्मसमरको काम भइरहेको छ। र यो काठमाडौँ महानगरपालिकाले सबै क्षेत्रलाई यो हाम्रो चाहिँ 32वटा मध्ये 10-20 वर्ष पहिलेसम्म हाम्रा भएका सम्पदा, हाम्रा भएका मठ मन्दिर लाथाल यता देखिन्थ्यो भने उता चाहिँ फोहोर मैलामा डुबेको विभिन्न ठाउँ देखिन्थ्यो। अब त्यो अवस्था छैन। हामीले धेरै सुधार गरिसकेका छौँ। त्यसमा मैदेवीको विषयमा हाम्रो देशको आधी भाग चाहिँ, आधा देश चाहिँ मठ मन्दिर पूजा आजा चलाउनु भनेर गुठीमा राखिएको छ। मैदेवी पनि त्यसरी राखेको गुठीहरू कहाँ गयो त्यो चाहिँ अहिले हामी बताउन सक्दैनौँ। र विभिन्न चरणमा विभिन्न धर्मात्माहरूले, विभिन्न भक्तजनहरूले, विभिन्न मठ मन्दिर के अरे हाकिमहरूले चाहिँ मठ मन्दिरको चाहिँ नि निर्माण गर्ने, त्यसलाई सौन्दर्यकरण गर्ने, त्यसलाई पूर्ण निर्माण जीर्णोद्धार गर्ने कामहरू गर्दै आइरहेको अहिले मोहनबहादुर श्रेष्ठजीले पनि राखिसक्नु हो, पुस्तक पनि छ र अन्य व्यक्तिहरूले पनि भनिरहनु भयो। अब चाहिँ त्यो अवस्था छैन। हामी मैदेवीलाई अझ सौन्दर्य संस्कृतिकरण गर्दैछौँ, अझ सम्पदामा के अरे आधारित निर्माणहरू गर्दैछौँ र मैदेवी क्षेत्र हाम्रो वडा नम्बर 30 पनि एउटा सम्पदा क्षेत्र भएको र धार्मिक स्थलको रूपमा परिणत भइरहेको के अरे भइरहेकोलाई चाहिँ हामी त्यसलाई सुदृढीकरण गरेर त्यसलाई अगाडि बढाएर यो देशभरि अथवा संसारभरि नै यस क्षेत्रको बारेमा अवगत गराउने कार्यहरू महानगरपालिका र वडाको के अरे तालिम रहेको छ। यहाँहरूको सहयोग, यहाँहरूको आशीर्वाद, यहाँहरूको हैसियत भएको कारणबाट हुने अवस्थामा हामी मैदेवी अथवा यस वडा अन्तर्गत रहेका सम्पदा क्षेत्र मठ मन्दिरहरूलाई सुधार सौन्दर्यकरण गरिकन अन्य वडाको दाँजोमा पुर्याइ यस वडाको के अरे विषयमा पनि हामी देश विदेशमा वडा नम्बर 30 को बारेमा पनि हामी इतिहास कायम गर्न सक्छौँ भन्दै मैदेवी लगायत वडा नम्बर 30 मा भएका ऐतिहासिक मठ मन्दिरको संरक्षण गर्ने र त्यसको चाहिँ सौन्दर्यकरण गर्ने, त्यसको लागि अझ अगाडि बढाउने काममा चाहिँ वडा कार्यालय हर हमेसा यहाँहरूको सहयोगमा लागिरहने कुराको प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। समापन यो कार्यक्रम पनि विशेष भएको जानकारी गराउँछु।